हेलो सबैलाई नमस्कार। तपाईँहरूकै चित परिचित मित्र लोकेन्द्र चन्द, घर जाजरकोट। हालमा अहिले साउदी छु। तपाईँहरूको सामु एउटा सानो विषय उठाएर ल्याएको छु। सामाजिक सञ्जाल सम्बन्धी। सामाजिक सञ्जाल व्हाट्सएप, फेसबुक, टिकटक। तपाईँहरू सामाजिक सञ्जाल सदुपयोग गर्नुहुन्छ या दुरुपयोग? सदुपयोग कसरी गर्नुभएको छ र दुरुपयोग कसरी गर्नुभएको छ भन्ने विषयमा केही आफ्ना जिज्ञासाहरू छन् भने यो कमेन्ट बक्समा लेख्नु होला। र यो विषयमा म भोलि एउटा सानो भिडियो बनाएर पनि हाल्नेछु। पहिले तपाईँहरूको राय सल्लाहहरू बुझौँ, के रहेछ कस्तो रहेछ। तपाईँहरू सबैले सामाजिक सञ्जालहरू पनि चलाउनु भएको छ। ती सामाजिक सञ्जालहरूमा सदुपयोग कसरी गर्नुभएको छ या दुरुपयोग गर्नुभएको छ? दुरुपयोग कसरी गर्नुभएको छ, सदुपयोग कसरी गर्नुभएको छ, आफ्नो विषय आफ्नो धारणा राख्नु होला। हवस् त, अहिलेलाई बाई, गुड नाइट, सबैको जय होस्।